पनि उहाँहरूलाई म हार्दिक स्वागत बधाई अभिवादन भन्न चाहन्छु। किनभने साझेदार संस्थाले होइन सहयोगी दात्री निकायले हेलिपेटास नेपाल होइन अनि एचआरटीसी जाजरकोटको तर्फबाट र छेडागाड नगरपालिकाको हामी त्रिपक्षीय भनौँ न, त्रिपक्षीय भन्दा आज स्थानीय उपमुख्यता पनि भनौँ न होइन, त्यो चारैवटाको तर्फबाट हामीले जुन चौपक्षीय भन्नुपर्छ यसलाई, चारैवटाको तर्फबाट हामीले जसरी यो हामीले काम थालनी गऱ्यौँ र सम्पन्न गऱ्यौँ होइन। यो काम हामीले एउटा यो चाहिँ महत्त्वपूर्ण काम हामीले सम्पन्न गरेका छौँ। यो काम सम्पन्न गर्ने विशेष गरी दात्री निकाय र सहायता संस्थालाई जसरी समन्वय गरिदिनु भयो, नगरपालिकाको हाम्रो आवाजलाई, हाम्रो भावनालाई, हाम्रा निर्णयहरूलाई चाहिँ यहाँले सुनेर होइन हामीले गरेको निर्णयलाई चाहिँ दर्जो जसरी गरेका छौँ त्यसरी तपाईँले पनि सिरियसली लिएर आज यो छेडागाड नगरपालिकाको 82 घरधुरीलाई जुन स्वच्छ खानेपानी उपलब्ध हुने अथवा त्यो चाहिँ स्वच्छ खानेपानीको सेवा उपलब्ध गराउनु भयो, त्यो सबभन्दा ठुलो कुरा हो। यो सबैभन्दा ठुलो उपलब्धि हाम्रो लागि यो हो। 82 घरधुरीका सम्पूर्ण नागरिकहरूले झन्डै 82 घरधुरी भनेपछि 8 चौको 32 झन्डै 400 जनसङ्ख्या